नमस्कार। चुरु कुरो टिभीमा चुरु बहस हेरेर बसिरहनुभएका तपाईँ सम्पूर्ण दर्शकलाई हार्दिक स्वागत छ। आजको चुरु कुरोको चुरु बहसमा मुलुकको बदलिदो राजनीतिमा देखिएका विभिन्न किसिमका घटना परिघटनामा केन्द्रित भएर हामी संवाद गर्दैछौँ। जेन्जी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकार न जेन्जीको बन्न सक्यो, न जनताको बन्न सक्यो, घरको न घाटको अवस्थामा पुगेको छ। जेन्जीहरूले नै प्रधानमन्त्रीको राजीनामा माग्न थाले। राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर बर्खास्तीको माग गरेका छन्। प्रधानमन्त्रीकै तोकीय सचिवले आफ्ना आफन्तलाई नियुक्ति दिलाएको भन्दै चौतर्फी विरोध भएको छ, जुन कुराको प्रधानमन्त्री कार्यालयले खण्डन त गरेको छ, तर नियुक्ति गरेको सत्य छ। ओली देउबा प्रचण्डभन्दा माथि पुग्न सकिनिन् सुशीला कार्की। जेन्जीहरूले नै राजीनामा माग्न थाले। जसको लासमा टेकेर, जसको रगतको आहालमा टेकेर प्रधानमन्त्री बनिन्, उनीले विश्वास गर्न छाडेका छन् र नितान्त चुनाव गर्नका लागि बनेको सरकारले अरू कुरा देखेको छैन। 5औं चरणसम्म भए पनि म चुनाव गर्छु, 5 पटक लाएर नेपालको चुनाव गरेर म छोड्छु, मेरो म्यान्डेट त्यही हो, मेरो एजेन्डा त्यही हो। सेनासँग सहयोग लिएर सुरक्षा परिषदको बैठक राखेर उनले सेना परिचालन गरेर भए पनि चुनाव गर्ने उद्घोष गरेकी छन्। अर्कोतर्फ एमाले उनको भण्डाफोड गरेको छ, चुनावमा भाग नलिने उद्घोष गरेको छ। असंवैधानिक सरकारले गराएको असंवैधानिक चुनावमा हामी भाग लिँदैनौँ। असंवैधानिक सरकारले बनाएको जाजबुज आयोग, गौरीबहादुर कार्कीको नेतृत्वको जाजबुज आयोगमा हामी बयान दिन जाँदैनौँ। यो सरकार ढाल्छौँ, संसद पुनर्स्थापना गर्छौँ र अर्को सरकार बनाएर मात्रै हामी चुनावमा जान्छौँ, एमाले भन्दैछ। एमाले यति भन्दै काङ्ग्रेस त चुनावमा जाने निर्णयमा पुगिसक्यो। यद्यपि काङ्ग्रेसभित्र सभापति शेरबहादुर देउबा फेरि पनि फर्केर आएका छन् र कार्यवाहक पूर्णबहादुर खड्कालाई चकमा खुवाइदिएका छन् र आजदेखि शेरबहादुर देउबाको नै हस्ताक्षर चल्न थालेको छ पार्टीमा। 2 महामन्त्रीहरू टल्ल परेर हेर्नु बाहेक अब केही पनि छैन। यस्तो स्थिति छ मुलुकको। नेताहरू विमानस्थलबाट विमान चढेर अर्को जिल्लामा जान सक्ने अवस्था छैन। सिमरापको हामीले केही दिन अगाडि घटना देखिहाल्यो। विराटनगरमा महेश बस्नेत लखेटिए। यस्तो अवस्थामा चुनाव हुन सक्छ? होइन भने के हो त निकासको बिन्दु? आजको चुरो कुरोको चुरो बहसमा यिनै विषयमा केन्द्रित भएर राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य लालगोपाल अर्यालसँग हामी संवाद गर्दैछौँ। त्यसका निमित्त म चुरो कुरोको चुरो बहसमा राप्रपाका केन्द्रीय सदस्य लालगोपाल अर्याललाई स्वागत गर्छु। यहाँलाई चुरो बहसमा हार्दिक स्वागत छ। धन्यवाद। किन यस्तो अप्ठ्यारोमा आएर देश अड्कियो? अप्ठ्यारोमा फलेको फर्सी जस्तो न टिप्न सकिन्छ, न त्यो अडिन सक्छ। देश बेहाल अवस्थामा पुगेको छ। मुलुकको एउटा जिम्मेवार पार्टी, केही समय अगाडिसम्म सत्तारूढ पार्टी नेकपा एमाले चुनावमा भाग नलिने भन्दै हिँडेको छ। जेन्जीसँग जुवारी खेल्दै हिँडेको छ। नेताहरू एयरपोर्टबाट विमान चढेर अर्को जिल्लामा जान सक्ने अवस्था छैन, एयरपोर्टै कब्जा भएको छ। गाडीमा चढ्दा गाडीमै आक्रमण भएको छ। एमालेका नेताहरू, विशेष गरेर एमाले, ओली, महेश बस्नेत तारो बनेका छन्। किन यस्तो स्थितिमा गयो? भदौ 23 र 24 को पराकम्पन जान अझै छोडेको छैन। यहाँलाई के लाग्छ? मैले यहाँबाट सुरुवात गरेँ। अब यो मुलुक किन यस्तो ठाउँमा पुग्यो भन्ने कुरा त अब यो सबैले जगजाहेर छ, जानेको कुरा हो। अब कसैले त्यो चाहिँ नि पहिलेदेखि हेर्दै आयो भने मुलुक यस्तो ल्याउनमा, यो स्थिति यो नेपालमा ल्याउनमा, जनतालाई यस्तो अवस्थामा पुर्याउनमा, देशको चाहिँ राष्ट्रियता नै डिलडिलमा पुर्याएर चाहिँ नि कति बेला राष्ट्रियता खत्तम हुने हो भन्ने अवस्थामा पुर्याउनका लागि नेताहरूले नै चाहिँ नि काम गरेका हो। नेताहरूलाई यो कुरा थाहा भएन कि यो मुलुक हामी चाहिँ नि सक्षम छैनौँ, हामी सम्पन्न छैनौँ, हामीले अरूको भरमा मात्रै काम गर्न हुँदैन। जुन बेला अरूको भरमा मात्रै काम गर्यो भने गरिबले जसरी चाहिँ नि गाउँमा एउटा गरिबले चाहिँ नि मालिक कहाँ गएर, धनी मालिक कहाँ गएर चाहिँ जुन कुरा हात जोड्न पर्ने हुन्छ कुनै बेला, त्यस्तै अवस्थामा यो मुलुकलाई पुर्याउँछन् अरूले। त्यसो भएर हामीले हाम्रै खुट्टामा पनि भर पर्ने गर्नुपर्छ र हामीले चाहिँ नि अरूको निर्देशन, अरूको सल्लाह हाम्रो मुलुकका लागि फलिफाप हुँदैन भन्ने कुरा नबुझ्दाखेरि मुलुक यहाँ पुगेको हो। र त्यो फलिफाप हुँदैन भन्ने कुरा बुझेर पनि स्वार्थ सिद्धि गर्न लाग्दाखेरि मुलुक यहाँ पुग्यो। आज चाहिँ नि जेएनजीले शेरबहादुरजीलाई एउटा चाहिँ नि हातपात पनि गरे, तर त्यो जेएनजीकै चाहिँ नि आन्दोलनको अवस्थामा त्यो चाहिँ अब भौतिक रूपमा चाहिँ नि त्यो राम्रो कुरा होइन। तर एउटा भ्रष्टाचारीको नाममा दर्जा पाएर बसेको चाहिँ नि आर्जु देउबाका रिसले शेरबहादुरले पनि पिटाइ खानुभयो। मलाई लाग्छ शेरबहादुरसित म पनि धेरै वर्ष काम गरेँ। त्यस्तो चाहिँ नि ल्यागतको मान्छे होइन।
जति भ्रष्टाचार भएको छ, आरजुलाई बिहा गरेपछि र आरजुको चाहिँ कारोबार त्यहाँ सुरु हुन थालेपछि भ्रष्टाचार सुरु भयो। आरजु भित्रिएपछि भ्रष्टाचार सुरु भयो। अब त्यो कुरा शेरबहादुरलाई थाहा छ जस्तो मलाई लाग्दैन, किनभने त्यो पैसा पनि कहाँ छ, कति छ, के छ, कुन कुन ब्याङ्कमा छ, कहाँ छ र कोसँग हामीले पैसा लियौँ त्यो कुरा शेरबहादुरलाई थाहा नहुन सक्छ। त्यसो भएर यो चाहिँ बडो दुःखद कुरा चाहिँ त्यहीँबाट आयो र शेरबहादुरले कन्ट्रोल गर्न सक्नु भएन, त्यो उहाँको कमजोरी हो। उहाँ चाहिँ नि पार्टीको एउटा देशको ठुलो पार्टी र ऐतिहासिक पार्टीको सभापतिको हैसियतले उहाँले जुन कुराहरू गर्नु पर्थ्यो, कन्ट्रोल गर्नु पर्थ्यो, देश र अरू पार्टीहरूलाई र आफ्नो परिवारलाई पनि कन्ट्रोल गर्नु पर्थ्यो, त्यो सक्नु भएन। त्यो उहाँको कमजोरी हो। अब अरू पार्टी कम्युनिस्ट विचारबाट आएका पार्टीहरू त अब जहिलेसुकै पनि एउटा वादको नाम लिएर मार्क्सको नाम लिने, लेनिनको नाम लिने, माओको नाम लिने, यहाँहरूलाई थर्काउने बाहेक उनीहरूको अरू काम छैन। त्यो हुँदाखेरि उनीहरू चाहिँ त्यो केका लागि गरेका रहेछन् भन्ने कुरा चाहिँ देखियो। अहिले चाहिँ उनीहरू जहिले पनि गणतन्त्र भन्थे, नेपाली काङ्ग्रेसले होइन राजा फाल्न हुन्न भन्थ्यो। बिपीको चाहिँ सिद्धान्त थियो, बिपीको आदर्श थियो र बिपीको कुरा लाग्दासम्म यो मुलुक बिग्रेको पनि थिएन र विदेशीहरूले हेप्न सकेका पनि थिएन र बिपीले राजालाई कहिले पनि कमजोर गर्न हुन्न भन्ने कुरा, त्यत्रो वर्ष जेल राखेको राजालाई, त्यत्रो चाहिँ 2/3 ल्याएर चाहिँ प्रधानमन्त्री भएर अपदस्थ गरेको राजालाई, ल्याएर प्रधानमन्त्री हुँदा अपदस्थ गरेको राजालाई यसलाई त फाल्न हुन्न। यो मुलुक चाहिँ जान सक्छ, मुलुक चाहिँ राष्ट्रियता खतरामा पर्न सक्छ। हाम्रो राष्ट्रियताका लागि राजालाई राखिरहनुपर्छ, तर प्रजातान्त्रिक व्यवस्था अन्तर्गत राख्नुपर्छ भन्ने कुरा जुन बिपीले भनेका हुन् त्यो चाहिँ हामीले बुझेका पनि थियौँ, मानेका पनि थियौँ, जनताले मानेको पनि थियो, राजाले पनि मानेकै थियो। बेला बेला राजा भइसकेपछि अलिकति चाहिँ बढी गर्न खोज्ने कुरा त्यो आफ्नो ठाउँमा हो। राजाले कोही च्याप्न खोज्यो होला, त्यो चाहिँ हुनसक्छ, कन्ट्रोल गर्न खोज्यो होला, त्यो हुनसक्छ। त कन्ट्रोलै गर्न नहुने र कन्ट्रोल हुन नचाहने शक्तिहरू जुन उत्पन्न भए र राजा फालेर मात्रै यहाँ ठिक हुन्छ भन्ने जुन शक्तिहरू हाबी भए, त्यसले गर्दाखेरि यो मुलुक यहाँसम्म पुग्यो। अहिले आएर के देखियो भने मुलुक यस्ता कसरी किन यस्ता पुग्यो भन्नु पर्दैन, त्यो सबै कुरा देखिएको छ। यही कारणले पुग्यो, पार्टीहरूको चाहिँ गलत क्रियाकलापले पुग्यो। जनतालाई ढाँट्ने, भएका कलकारखाना उद्योगहरू सबै बिक्री गरेर चाहिँ आफूहरूले कमिसन खाने, यहाँ मान्छे जतिलाई सबैलाई कामदारलाई बेरोजगार बनाइदिने, अनि विदेशतिर जानका लागि प्रोत्साहित गर्ने र विदेशमा नोकरी खोजिदिउँ तिमीहरूलाई भनेर चाहिँ उनीहरूसँग स्याबासी लिने, यस्ता कुराहरूले गर्दाखेरि चाहिँ यो मुलुक यहाँ पुगेको हो। त्यसलाई चाहिँ अन्यथा हामीले कसरी पुग्यो भनेर त्यो कुनै स्रोत खोज्नु पर्दैन यो मुलुक यहाँ पुग्नका लागि। यही एमाले, काङ्ग्रेस, अन्य पार्टीहरू जो छन् अहिलेसम्म सत्ताको रजगज गरेका, यिनीहरूबाटै यो अवस्था यहाँ आएको हो। जेएनजीले चाहिँ नि यो पिट्यो, जेएनजीले धपायो हामीलाई भनेर यिनीहरूले दुःख मान्न पनि पर्दैन, किनभने त्यो आफ्नो कुरो सम्झेर ठिकै हो भन्ने पनि हुन्छ क्या। तर यस्तो छ नि त, तपाईँले भने दलका कारणले, नेतृत्वका कारणले यो स्थिति पैदा भयो। जेएनजीले यसको बागडोर लियो आन्दोलनको बेला, होइन? जेएनजीले आन्दोलन गरेपछि यिनीहरूको भागाभाग भयो। हाम्रो बानी छ नि, केही पायौँ भने तुरुन्तै खुसी भइहाल्ने, केही गुमायो भने आत्तिहाल्ने। हामी मानवको यो हाम्रो मानवीय गुण हो यो। त्यसमाथि पनि हामी नेपालीहरू चाहिँ थोरै कुरामा पनि खुसी भइहाल्छौँ, पायौँ भने थोरै कुरामा पनि रिसाइहाल्छौँ, होइन? केही गुमाउनु पर्दा। जेएनजीले आन्दोलन गरे, हामी भागाभाग भयो, नेताहरू, पार्टी कार्यालय जले, घर जले। अघि यहाँले चर्चा गरिहाल्नुभयो, देउबा दम्पतिले कुटाइ खाए, केपी ओली हेलिकप्टरको पुच्छर समाएर भाग्नुपर्ने स्थिति आयो। हामी बहुत खुसी भयौँ जेएनजीले लखेट्यो भनेर, हो नि? अब नेताहरू पनि आउन सक्छन् जस्तो हामीलाई लागेको थिएन। तर आजको अवस्था हेर्ने हो भने नेताहरू फेरि बाहिर आइसके, भाषण गर्न थालिसके, नारा जुलुस। एमाले त देशव्यापी रूपमा आमसभा गर्न थालिसक्यो। स्थिति त यस्तो बन्यो नि त। फेरि जनताले हिजोको कुरा बिर्सिन थाले क्या, यी नेता हुन्, यिनले फेरि
जागिर दिन्छन्, यिनले धारो ल्याइदिन्छन्, यिनले स्कुल खोलिदिन्छन्, यिनै हुन् हाम्रा भनेर। फेरि हेर्नुहोस् त एमालेको अस्ति काठमाडौँमा देख्नु भएन, युथ भोलिन्टियर पनि उद्घोष गर्यो, भिरकुटी मण्डपमा मानव सागर पनि उराल्यो, देख्नुभयो होला नि। देखेँ। अनि के भयो त आखिर जेनजी 76 जना मरे, 84 को चुनाव 82 मै हुने भयो, त्यो बाहेक के पाइयो त? केही भयो। जनताले त बिर्स्यो त। त्यो कुरा जनताले बिर्सिया छैन। अब एउटा कुरा के हो, जनता के हो भने जनताले चाहिँ अग्रपङ्क्तिमा आएर चाहिँ विरोध कसैको गर्दैन। जनताले दिमागमा राख्छ, मनमा राख्छ, इन टाइममा उसले चाहिँ आफ्नो विचार प्रकट गर्छ र त्यो चाहिँ उसलाई दमक दिन्छ। जनता त्यस्तो जात हो, त्यो चिज हो जनता। त्यसो भएर अहिले चाहिँ जुन कुरा हजुरले भन्नुभयो त्यहाँसम्म भएको, अहिले फेरि यसरी आयो भन्ने कुरा जुन आयो नि, यो चाहिँ कुनै न कुनै एउटा शक्ति केन्द्रले, जो राष्ट्रको हित विपरीतको शक्ति केन्द्र छ, त्यसले चाहिँ अब यो एमालेलाई उचालेको छ अहिले, मलाई त्यस्तो लाग्छ। र जुन कुरो जेनजीको नाममा सबै जनताले गरे हो नि आन्दोलन त, जेनजीको नाममा, जेनजीको अगुवाईमा देशैभरिका उठेका होइनन्, यही काठमाडौँका जेनजी मात्रै उठेको त होइन। भनेपछि त्यो सारा जनआक्रोश चाहिँ ठेक्न नसकेर केपी ओलीले चाहिँ नि सत्ता छोड्या हो। हेलिकप्टर आर्मीलाई चाहिँ नि गुहारेर भागेका हो, गुन्डुमा गएर बस्नु परेको छ। आफ्नो सेक्युरिटीका लागि उनी चिन्तित छन्। अब शेरबहादुरजीलाई त्यहाँसम्म गरे, अब प्रचण्ड लुकेरै बसे एकछिन, घर सर यताउता चाहिँ आग लागि के भयो। मैले त सुने प्रचण्डले चाहिँ 2 दिन पहिल्यै चाहिँ आफ्नो सेटल गरेका थियो, यो चाहिँ उनलाई थाहा थियो भन्ने पनि बाहिर आयो गाईमै। तर चाहिँ अब त्यो के थियो त्यो चाहिँ मैले यसै भन्नु त सक्दिनँ, हजुर हामीले भन्न सकिन्न। र अब चाहिँ एउटा कुरा के देखियो भने जुन आन्दोलनले जे उद्देश्यका लागि आन्दोलन भएको थियो, जनताले जे विश्वास गरेका थिए, यो आन्दोलनप्रति जसरी सक्रिय भएका थिए, त्यो चाहिँ भएन। त्यो किन भएन भने आन्दोलन गर्ने शक्ति जनता नै हो, त्यसलाई अन्य शक्तिले चाहिँ अभिप्रेरित गरेको होइन। तर जब आन्दोलन चाहिँ नि चरम उत्कर्षमा पुग्यो र चाहिँ नि आन्दोलन अब सेटल हुने बेला भयो भनेपछि त्यो आन्दोलन सेटल गर्ने क्रममा त्यस्तो अराष्ट्रिय शक्तिहरू हाबी भए। अहिले त्यही देखिया छ। मैले यो सुशीला कार्की प्रधानमन्त्री भइन्, त्यो चाहिँ एउटा भित्तामा फोटो झुन्डाउनका लागि मात्रै भन्नुभयो उहाँ। अरू उहाँको चाहिँ कुनै अधिकार पनि छैन, कुनै काम गर्ने जाँगर पनि छैन, कुनै काम गर्ने उद्देश्य पनि छैन। उहाँले हाकै भन्नुभयो, चुनाव चाहिँ नि यही 82 सालमा गराउँछु भन्नुभयो। चुनाव त आफै हुन्थ्यो नि 84 सालमा, उहाँले गराउनै पर्थेन। यहाँ यो संविधान भएपछि त 5 वर्षमा त आफै हुन्थ्यो चुनाव। त त्यो आन्दोलनको उद्देश्य जुन थियो, यो संविधान डिरेल गरेर खारिज गरेर अर्को अन्तरिम संविधान कहाँबाट कसले हाइज्याक गर्यो त? आन्दोलनको उद्देश्य तपाईले भन्नुभयो संविधान डिरेल गर्ने, अन्तरिम सरकार बनाउने, अन्तरिम संविधान बनाउने, अनि त्यो निर्वाचनमा जाने, अर्को संविधान बनाउने, यो खेल हो भन्नुभयो। तर जेनजीका मुद्दा यो थिएनन्, जेनजीका माग यो थिएनन्। तपाईले पनि त्यो विषय कहाँबाट थपिराख्नु भएको छ र फेरि यो अनुसार जानु पर्थ्यो भनिरहनु भएको छ। कहाँबाट फेरि त्यहाँनेर ब्रेक लाग्यो? के भयो त? यो भागो के हो? यो हो त के हो भने जुन चाहिँ जेनजीको यो माग थिएन भन्न मिल्दैन। कहाँ थिएन थियो त? किन सरकार माग छैन भने शब्द एउटै, सबै कुराको एउटै शब्द हुँदैन, धेरै अर्थ हुन्छ एउटा शब्दको। यहाँ सुशासनका लागि जेनजीले आन्दोलन गरे होइन, भ्रष्टाचारीहरूलाई कारबाही गर्नका लागि आन्दोलन गरे होइन। सुशासन कहाँबाट बिग्रेको छ हाम्रो? त्यो त संविधान हो नि। संविधानलाई टेकेर यिनीहरूले चाहिँ नि जे पनि गर्ने, भ्रष्टाचार पनि गर्ने, कसैले कारबाही गर्ने उपाय पनि छैन। अनि यो कर्मचारीहरूप्रति पनि जति पायो त्यति चाहिँ नि उनीहरूले डोमिनेट गर्ने, भ्रष्टाचारका लागि कर्मचारीहरूलाई चाहिँ नि खाताबाही मिलाउनु पठाउने, आफूले पैसा लिने, अनि अख्तियार मुद्दा पर्दाखेरि कर्मचारी थुनिने। त्यही हो त सुशासन? त्यो होइन। त्यस्ता कुराहरू मेट्न, त्यस्ता कुराहरू नगर्न, गराउन नसक्नका लागि के थियो भने संविधानको डिरेल थियो आवश्यक। यही संविधानका कारणले यिनीहरूको मनोबल बढ्या हो। किन मनोबल बढ्यो भने शेरबहादुर र केपी ओली प्रचण्ड मिलेपछि यो मुलुकमा चाहिँ त्योभन्दा माथि को छ? कानुन पनि छैन, मान्छे पनि छैन, संस्था पनि छैन। त्योभन्दा माथि थियो राज संस्था।
संविधानले पनि मानेको संस्था थियो, संविधानभित्रको संस्था थियो, जुन संस्थाले यस्तो गर्नु भएन है भनेर चाहिँ भन्थ्यो। र त्यसो भएर अब यो चाहिँ त्यो फाल्नुको राज संस्था फाल्नुको मतलब र त्यो तात्पर्य त्यसको उद्देश्य यतिका लागि त रहेछ नि भनेर भ्रष्टाचार गर्न, आफूहरूले पैसा चाहिने कुम्ल्याउनु, 7 पुस्ता 10 पुस्तालाई पैसा पुर्याइदिनु, अनि नाल नाता कुटुम्ब यताउता सबलाई पुर्याइदिनु, आफ्ना कार्यकर्ताहरूलाई चाहिँ मनमस्ती गराइदिनु, मोज मस्ती गराइदिनु। त्यति भन्दा त अरू त जनताको पक्षमा त केही रहन्छ। जनताको पक्षमा हुन्थ्यो भने त उद्योगहरू किन बेच्नु पर्थ्यो? उद्योग बेचेर त्यो उद्योग चला भए ठिकै थियो होइन, कामदारले त काम गरिरहन्थ्यो। उद्योग बेच्नुको तात्पर्य त के भने त्यो उद्योगै नचलाउने र त्यहाँबाट चाहिँ कुनै उत्पादन वस्तु नगर्ने, अनि चाहिँ त्यहाँ काम गर्ने कामदारहरूलाई चाहिँ नि पासपोर्ट बनाइदिएर ल जा विदेशतिर नोकरी खोजिदिएछ भनेर पठाउने। र त्यो पठाएर चाहिँ यहाँ युवा शक्तिहरू पलायन बनाएपछि त यहाँ आफूहरू अलिकति कहिलेकाहीँ चाहिँ नि लठी लिएर हिँड्ने मान्छे पनि हुँदैन भन्ने यिनीहरूको एउटा धारणा हो। त्यसैले अब चाहिँ यो अवस्था आउन जुन कसरी आयो, किन आयो, यस्तो किन भयो भने त्यो तपाईले भने जस्तो अन्तरिम संविधान अथवा अन्तरिम सरकार तर्फ किन गएन? सेनाले आफै भूमिका खेलेका थियो, सबै भागाभाग थिए, कोही हेलिकप्टरको पुच्छर समाएर भागेका थिए, कोही कुटाई खाएर भागेका थिए, प्रहरी प्रशासन निजामती सब त्रैमाम अवस्थामा थियो। त्यहाँनिर कहाँबाट गडबड भयो? कि माधव नेपालले भने जस्तो सेनापति राष्ट्रपति प्रचण्डजी म बसेर संविधान जोगायौँ भनेका छन् त्यसरी जोग्यो कि, अथवा प्रचण्डले भने जस्तो म रातभरि सेनापतिसँग बसेर संविधान जोगाए भने जस्तो जोग्यो कि? कहाँबाट के गडबड भयो? राजा त आउनै मान्नु भएन, राजालाई बोलाउन पनि गए यिनीहरू, निर्मल निवासमा गएर अनुरोध पनि गरे, सेनापतिले भने पनि सुनिदिन्छ, उहाँ आउन चाहनु भएन भन्ने सुनिदिन्छ। कहाँबाट यस्तो भयो? किन अन्तरिम संविधान बनेन? किन अन्तरिम सरकार नबनेर चुनावी सरकार बन्यो? त्यही त भने नि अब चाहिँ कुरो के भयो भने अनि त्यो यो जुन अदृश्य शक्ति, जुन विदेशी शक्ति खेलेको थियो नि, त्यसको चाहना यति मात्रै थियो र योभन्दा अगाडि जानु नदिए हो? त्यसको चाहना योभन्दा अगाडि जाने अझै बाँकी छ उसको चाहना। अहिले केपी ओली जसरी उत्तेजित भइरहेछन्, हरेक दिन जसो जेनजीमाथि आक्रामक तरिकाले प्रस्तुत भइरहेछन्, चुनावमा भाग लिन्न भनिरहेछन्, सुशीला कार्की उनीहरूले प्रधानमन्त्री बनाएको भनेर योगेश भट्टराईले बोलिरहेछन् होइन, प्रचण्डले भनिरहेछन्, तर उनी सुशीलालाई असंवैधानिक भनिरहेछन्, सुशीलाले बनाएको गौरीबहादुर कार्कीको जाँचबुझ आयोगमा म बयान दिन जान्न भनिरहेछन्, संसद पुनर्स्थापना भनिरहेछन्। यहाँ केपी ओलीले उचाल्ने शक्ति अझै सक्रिय छ? कसको बलमा केपी ओली उफ्रिरहेछ? केपी ओली चाहिँ कसरी उफ्रिनु भएको छ भने उहाँले चाहिँ अझै चाल पाउनु भएन। अहिलेसम्म जसले उचालेर उहाँले चाहिँ यत्रो यो भ्रष्टाचारका कुराहरूलाई आफूले काखी च्याप्नु भयो, जसको आडमा उहाँले त्यो काम गर्नुभयो, अहिले पनि त्यसैको आड छ। उहाँले त्यति बेला थाहा पाउनुहुन्छ, अहिले चाहिँ थाहा पाउनु भएको छैन। अहिले यहाँको बन्दुकसित पनि डराउनु भएको छैन, सरकारसित पनि डराउनु भएको छैन, आयोगसित डराउनु भएको छैन, जनतासित डराउनु भएको छैन, जनताले के भन्यो होला मलाई भनेर चाहिँ लाज मान्नु भएको छैन। तर उहाँले कति बेला मान्नुहुन्छ भने अहिले जुन किसिमको एउटा रवैया उहाँले अपनाउनु भएको छ, हरेक दिन जस्तो उहाँको अभिव्यक्ति, हरेक दिन जस्तो उहाँका जुन अभिव्यक्तिहरू छन्, यो मुलुकका हितका लागि छैन। यो मुलुकको हितकारी व्यक्तिको निर्देशनमा सल्लाहमा उहाँले त्यो बोल्नु भएको छैन। यो मुलुकको यसको राष्ट्रियता खत्म गर्न र यो मुलुकमा चाहिँ विदेशी हस्तक्षेप बढाउनका लागि के उपाय गर्दाखेरि हुन्छ भनेर चाहिँ उहाँ लाग्नु भएको छ। त्यही त्यो विदेशी शक्तिहरूले उनलाई चाहिँ के गरे, यो सुशीलालाई प्रधानमन्त्री बनाए, जेनजीको आन्दोलन चाहिँ टुहाइदिए र आन्दोलनको चाहिँ रिजल्ट गलत रिजल्ट ल्याइदिए। त्यो रिजल्ट होइन जेनजीले चाहेको भनेपछि जेनजीहरू पनि झुक्किएको हो। र सुशीला मैले अब अस्ति नै पनि भने हजुरसित सुशीलाजी कसले प्रधानमन्त्री मलाई बनायो भन्ने कुरा उहाँलाई थाहा छैन। भनेपछि ओलीले अझै कुरा बुझेनन्, देउवाले त कुरा बुझे हुन्। ओलीले कति बेला बुझ्छन् भने जब विदेशी हस्तक्षेप भयो, तिनले बन्दुक ल्याएर यहाँ चाहिँ कोही नबोल्ला भन्न थाल्छ, त्यति बेला बुझ्छन् केपी ओलीले। त्यो बाटोमा उनले लैराखेका छन्। यहाँ गृहयुद्ध गराउने चाहिँ योजना उनको छ। त्यो योजना नेपालीले नेपालीसित लड्ने योजना त नेपालीले सकभर आफै गर्दैन, अर्काले लगाउने हो। त्यो कुरा उहाँले बुझ्नु भएन केपीजीले। र यस्तो क्रियाकलापले चाहिँ यो मुलुकमा गृहयुद्ध निम्तिने कुरा हो र त्यसको सामना गर्न नेपालीले सक्दैन। जुन बेला हाम्रो चाहिँ राष्ट्र एकदम धरापमा जान्छ, राष्ट्र जान सक्छ। त्यसैले यहाँ चाहिँ राष्ट्रिय प्रजातन्त्र पार्टीले राजा नभई हुँदैन भन्नुको तात्पर्य त्यही हो। राजा भयो भने
अहिले त प्रधानमन्त्रीले त चाहिने जसले के गरे प्रधानमन्त्री बनाएको त्यसको बन्दुकलाई त उहाँले छेक्न सक्नुहुन्न, त्यसको हतियारलाई उहाँले छेक्न सक्नुहुन्न। त्यसैले जनताले बनाएको भए जनताले छेक्थ्यो, साथ दिन्थ्यो। उहाँलाई जनताले बनाएको होइन, सुशीलालाई जेएनयूले बनाएको, आन्दोलनकारीले बनाएको पनि होइन, जनताको जनमत लिएर बनेको पनि होइन। उहाँलाई जसले बनायो त्यही शक्तिले उहाँलाई चाहिने भोलि बन्दुक तेर्स्याउँछ। केपीलाई पनि जुन शक्तिले उहाँलाई चाहिँ उचालेको छ त्यही शक्तिले बन्दुक तेर्स्याउँछ। त्यो कुरा उहाँहरूले बुझ्नु भएको छैन, अहिले पछि बुझ्नुहुन्छ। अहिले चाहिँ यो हेलिकप्टरको पुच्छर समातेर भागेर पर्दाखेरि मैले कहाँ के गल्ती भयो, कहाँबाट चुकेँ म भन्ने कुरा त्यति बेला सोच्नुभयो होला केपीले, शेरबहादुरले पनि सोच्नुभयो होला, सुशीलाजीले सोच्नु छ, आउनै छ त्यो बेला, सुशीलाजीको आउनु छ बाँकी। उहाँहरूले त एकचोटि सोच्नुभयो, अब दोस्रो तेस्रो चोटि सोच्ने कुरा हो। अब चाहिँ नि यहाँ जस्तो जेएनजीको आन्दोलन यस्तो व्यवस्थाको लागि थिएन, यो परिस्थितिका लागि थिएन। जेएनजीको आन्दोलन त सुशासन होस्, यो चाहिँ संविधानले चाहिँ यहाँ यो अलिकति भ्रष्टाचारलाई मौलाउने वातावरण बनाइदियो, नेताहरू चाहिँ आपसे आप चरमचुलीमा पुगे, यिनीहरू चाहिँ घमण्ड भए, त्यसो गरी यो संविधान चेन्ज होस् र सबैको कन्ट्रोल होस्, त्यस्तो खालको संविधान बनोस् र यहाँ चाहिँ नि राज संस्था अथवा हाम्रो अभिभावकत्व भएन, मुलुकको अभिभावक होस् एउटा, र त्यो अभिभावकले बेला बेलामा चाहिँ यिनीहरूलाई च्यालेन्ज गर्नु के गरे तह लगाओस् र निर्देशन देओस्, सल्लाह देओस् भन्ने चाहिँ सुशासनका लागि थियो यो आन्दोलन। त्यो कुरा चाहिँ पटक्क काटेर मात्रै के गरिदियो भने सरकार फेर्ने काम भयो। भनेपछि तपाईले सत्ता फेरिएन, सरकार फेरियो, सत्ता फेरियो। जस्तो सुशासनको लागि थियो हैन, अन्तरिम संविधानका लागि थियो, त्यसपछि आएर अन्तरिम सरकारका लागि थियो, अनि देशलाई सही बाटोमा लैजानका लागि आन्दोलन थियो र 76 जनाले रगत बगाए थिए। सुशीला कार्की प्रधानमन्त्री बन्नुभयो, सुरुमा त सबै हौसे नि, ओली जस्तो भ्रष्टाचारी हेलिकप्टरको पुच्छर समाएर भाग्न पर्यो, देउबा जस्तो भ्रष्टाचारीले कुटाई खान पर्यो, प्रचण्ड जस्तो भ्रष्टाचारी लुकेर बस्नु पर्यो हैन, जनता खुसी थिए नि। तर आज सुशीला कार्कीले जेएनजीको आन्दोलन र भावना अनुरूप एउटा सिनको पनि भात्न सक्नु भएको छैन। एउटा माग त बरु खड्ग ओली प्रधानमन्त्री हुँदै पुरा भएको थियो, सामाजिक सञ्जाल उनीहरूले बन्द गरेका थिए, 19 जना मरिसकेपछि त्यही रात उनले त्यही साँझ उनले खोलिसकेका थिए। एउटा माग त्यति बेला पुरा भएको थियो। 27 गते सुशीला कार्की प्रधानमन्त्री बन्नुभयो, तर उहाँले एउटा माग पुरा गर्न सक्नु भएन। 5 दिनमा भ्रष्टाचार नियन्त्रण गर्छु भनेको उहाँको भिडियो अहिले पनि सुनिन्छ, त्यो पनि गर्न सक्नु भएन। आजसम्म सम्पत्ति विवरण मन्त्रीहरूले सार्वजनिक गर्न सकेका छैनन्। संविधान भन्दा म 1 इन्च यताउता गएर काम गर्न सक्दिनँ भनेर उहाँले भनेको भनी हुनुहुन्छ। जेएनजी चिन्दैन भनिरहनु भएको छ, जसको लासमा टेकेर प्रधानमन्त्री बन्नुभयो। यो किन भयो, किन सक्नु भएको छैन? उहाँले त्यत्रो हुङ्कार गरेर आउनु भयो नि। त्यो किन सक्नु भएन भने त्यो जुन कुराले एउटा हतियार आफ्नो हातमा आउँथ्यो र सक्नुहुन्थ्यो त्यो कुरातर्फ उहाँ चुक्नुभयो। जुन कुराको आडमा, जुन तत्त्वको आडमा यी गणतन्त्रवादीहरू अहिले कुदिराखेका छन्, त्यसलाई निमित्यान्न पार्नका लागि, यिनीहरूलाई हच्काउनका लागि पहिला संविधान डिरेल गर्नुपर्छ, अनि यी साइजमा आउँथे। संविधान डिरेल गरेर अनि चाहिँ अन्तरिम संविधान बनाएर, ठिक छ, त्यो अन्तरिम संविधान एउटा सर्वपक्षीय चाहिँ सरकार बनाएर, त्यो सरकारले चाहिँ अन्तरिम संविधान बनाएर अनि त्यसलाई चाहिँ लागू गर्ने बेला केपी ओलीले चाहिँ संसद पुनर्स्थापना गरेर लागू गरौँ भने माने पनि केही हुँदैन। केपी ओलीको पनि त्यो संसद पुनर्स्थापना मात्रै कुरा हो भने त्यो संविधान लागू गर्नलाई गरे पनि हुन्छ, त्यसलाई केही फरक पर्दैन। तर मलाई लाग्छ केपी ओलीले त्योभन्दा संविधान संशोधनका लागि पुनर्स्थापना गरौँ त भनेकै छन्, तर केमा संशोधन गर्ने भन्ने कुरा मात्रै नगर्ने। अब त्यो संशोधन भएपछि उनले सबै कुरा मान्छन्, जे कुरा भए पनि मान्छन्। उनको एउटै चाहिँ अड्डी हो, संविधान पुनर्स्थापना हुनु पर्यो, संशोधन गर्नका लागि पुनर्स्थापना होस् भन्ने उनको अड्डी एउटै हो। र त्यसका लागि सर्वपक्षीय सरकारले तयार पार्ने कुरा हो, यो सरकारले तयार पार्न सक्दैन। त्यो बाटो सही हो, त्यो बाटो सही हो। संसद पुनर्स्थापनाको, संसद पुनर्स्थापना केका लागि गर्ने भन्ने कुरा चाहिँ पहिला हुनु पर्यो।
त्यो स्थापना मात्रै भनेर उनले भनेका छन् त म प्रधानमन्त्री बन्दैन, संसद पुनर्स्थापना होस्, त्यसपछि संविधान संशोधन होस्। संविधान संशोधन भनेको के भनिरहेछन् उनले भने जसरी 62-63 को आन्दोलनपछि जङ्गलमा भएका 83 जना माओवादीहरू चुनावै नलडेर त्यो आन्दोलनको बलमा 10 वर्ष युद्ध गरेको बलमा एमाले बराबर सांसदको संख्यामा भित्रिए नि, त्यसै गरी जेनजीहरूलाई चाहिँ संविधान संशोधन गरेर सांसद बनाम अनि जेनजीलाई पनि समेटेर राष्ट्रिय सरकार बनाम। त्यो राष्ट्रिय सरकारको प्रधानमन्त्रीले मात्रै चुनाव गर्न सक्छ र त्यो चुनावबाट चाहिँ देश लिगमा आउँछ भनेर भनिरहेछन् खड्गोले। म प्रधानमन्त्रीको दौडमा छैन भनिरहेछन्। त्यो गलत कुरा हो उहाँको चाहिँ त्यो फेरि चाहिँ नि एउटा पश्चाताप गर्नुपर्ने कुरालाई फेरि दोहोऱ्याउन उनले खोजे। त्यति बेला माओवादीसित डराएर चाहिँ 83 जना सांसदहरू बनाएर ल्याएर भित्रिए। अनि जेनजीले त्यो सरकारमा जान चाहिँ हामी सबै सरकारमा जान पनि भनेको छैन। जेनजीले प्रतिनिधि नै हो, अन्तरिम सरकार बनाउँदा त्यो चाहिँ 83 जनाको चाहिँ त्यो माओवादीका जस्तै अर्को ल्याएर चाहिँ त्यो के गरे संसदमा हाल्ने कुरा होइन। त्यो गलत कुरा हुन्छ। त्यो भयो भने अर्को अराजकता सुरु हुन्छ। जेनजी कति निक्लन्छन्, कति निक्लन्छन्, कतिलाई हाल्नुहुन्छ, कति ग्रुप निक्लन्छन् जेनजी भनेर। तराईका एक ग्रुप आउलान्, पहाडका 2-4 ग्रुप होलान्, हिमालतिरका 2-4 ग्रुप आउलान्, तराईकै एक ग्रुप होइन 8-10 ग्रुप आउँछन् जेनजी। कति ग्रुपलाई चाहिँ त्यो संसद बनाएर अनि त्यो गलत कुरा हो। त्यस्तो कुराले चाहिँ त्यो अनावश्यक कुरा ल्याउनु भयो उहाँले। त्यो कुरा त अहिले चाहिँ त्यो उहाँले भन्नु पर्थ्यो के भने जुन दिन चाहिँ त्यो 83 जनालाई बिना कारण सांसद बनाएर ल्याएर चाहिँ हाम्रो मुलुकलाई बिगार्नका लागि सुरुवात गरियो, अब त्यतातिर जानुहुन्न भन्नुपर्ने ठाउँमा उहाँले फेरि त्यही झल्को दिएर त्यस्तै गरौँ अर्को पनि भन्ने चाहिँ एउटा अझ खाल्टा लैजानलाई भनेपछि हरेक दिन जसो उहाँका भनाइ क्षुद्र भनाइ एकदमै ओठे जवाफ जेनजीहरूलाई कहिले अराजक भनेको छ, कहिले के भनेको छ। त्यसकारण उहाँको महासचिव काठमाडौँबाट उडेर सिमरा जान सक्नु भएन। उहाँको नेता उहाँलाई सुरक्षा दिएर गुन्डुमा राख्ने महेश बस्नेत विराटनगरमा आक्रमणमा पर्नु पर्यो होइन। हत्यारोको चेलो मुर्दाबाद भनेर नारा लाग्नु पर्यो। केपी ओली प्रति त्यस्तो धारणा छ मान्छेको, तर उहाँले छोड्नुहुन्न, गरेको गरी हुनुहुन्छ। युथ भोलिन्टियर बनाएर काठमाडौँमा उहाँले प्रदर्शन गर्नुभयो, जेनजीसँग भिड्न खोजिरहनु भएको छ, भिरकुटी मण्डपमा शक्ति प्रदर्शन गर्नुभयो। यो शक्तिको स्रोत के हो त केपी ओलीको? जबकि शेरबहादुरले कुरा बुझेर हो चुप्प लागेछ नि, काङ्ग्रेसले केही पनि गरेको छैन, नसकेर नगरे हो अथवा अस्तित्व नभएको सिङ्गापुरबाट फर्केर फेरि पार्टीको कमान्ड हातमा ल्याए आजदेखि शेरबहादुरले। पूर्णबहादुर निच्च परेर हेरै छन् कार्यभाग। 2टा महामन्त्रीहरू विशेष महाधिवेशन भन्दै थिए, त्यो पनि शेरबहादुरले केही निर्णय नै गराइदिनन् केन्द्रीय कमिटीबाट। पार्टीको कमान्ड आफ्नो हातमा ल्याए। शेरबहादुरले कुरा बुझे, ओलीले नबुझे अवस्था हो। खास शेरबहादुरजीले कुरा बुझे नबुझेको त हेर्नै छ अझै आफ्नो आन्तरिक पार्टीको। तर बोली जतिको बोल्दै हिँडे त छैन नि। पार्टीको आन्तरिक कुरामा चाहिँ सेटल गर्न जसरी लाग्नु भएको छ, देशको कुराहरूमा सेटल गर्न लाग्नुभयो भने कुरो बुझ्नुभएछ भन्न त्यस्तो लाग्छ तपाईँलाई? त्यो कुरो लाग्नु भएको छैन अहिलेसम्म। उहाँले यही संविधान अन्तर्गत चुनाव लड्ने भनेपछि त्यहाँतिर लाग्नु भएन। उहाँले पनि लाग्नु भएन। केपी ओलीलाई समर्थन गरिरहनु भएको छ उहाँले। तर केपी ओली चुनावमा लड्दैन भनिरहेछन् काङ्ग्रेसले निर्णय गरेपछि त उनी एक्लै भयो नि त। अब लड्ने नलड्ने त त्यो त थाहा छ नि शेरबहादुरजीलाई, चुनाव हुँदैन भन्ने कुरा थाहा छ। अनि किन निर्णय गर्नु पर्यो त? यो त्यो त यसो हो नि, निर्णय गर्नलाई त उहाँको चाहिँ अब त्यो आन्तरिक जुन पार्टीको कुरा छ, निर्वाचनमा जाने भनेपछि यो अधिवेशनको कुरा हराउँछ, त्यसलाई निर्णय गरे हो भने 2टा महामन्त्री घाममा सुके। त्यो अधिवेशनमा अब निर्णयमा ल चाहिँ चुनावमा जाने कि नजाने ल निर्णय गरौँ भन्दा जानुपर्छ भनेपछि त त्यसलाई अधिवेशनको कुरा सिन्थ्यो। त्यसरी ल्याएको हो नि त्यो त, मलाई त्यस्तो लाग्छ। त्यो राजनीतिक टेक्निक हो क्या, ट्याक्टिकल। भने 2 महामन्त्री घाममा सुके होइन, त्यो महामन्त्रीहरूको आफ्नो योजना के छ अब त्यो सुकेको भिजेको उनीहरूले जानुन्। तर चाहिँ नि उहाँहरूको अलिकति के गरे गन्तव्य स्थानको निर्धारण नगरिकन र त्यो भरै नहालिकन लिस्ट चढ्न खोज्नुभयो क्या। भनेपछि यहाँ बाहिर के भइरहेछ भने देउबाले पनि ओलीलाई संसद पुनर्स्थापनामा साथ दिन्छन्, सांसदहरूको हस्ताक्षर अभियान चलाउँछन्, त्यसपछि ओलीलाई साथ भएपछि ओलीलाई अलिकति ढाडस हुन्छ भन्ने भइरहँदा काङ्ग्रेसले चुनावमा जाने निर्णय गरेपछि त एमालेलाई अब नैतिक दबाव पर्यो, एक्लियो नि त एमाले त। अब यस्तो छ, अब यो कुरा चाहिँ एउटा यो अनसिन कुराहरू हेर्छन्। के हो अनसिन? के हुन् ती भन्नु? के हो भने
पार्टीभित्र दुई ग्रुप छ अहिले, प्रत्येक पार्टीमा दुई ग्रुप छ। यो संविधानले हुँदैन, अब यो संविधानलाई चेन्ज गर्नका लागि हामीले यो संविधान फेरि पुनर्स्थापन गर्न हुँदैन भन्ने एउटा ग्रुप छ। एउटाले होइन यही संविधानलाई चाहिँ हामीले टेकाउनुपर्छ, यसलाई संरक्षण गर्नुपर्छ भन्ने एउटा ग्रुप छ। केपी ओलीको पार्टीमा पनि त्यही हो, शेरबहादुरको पार्टीमा पनि त्यही हो, अर्को चाहिँ प्रचण्डको पार्टीमा पनि त्यही हुन्छ। प्रचण्डको अहिले चाहिँ जुन यो नयाँ पार्टी गठन गरेका छन् नि, त्यसमा पनि त्यही हुन्छ। हेर्नु होला 2 महिनापछि त्यही हुन्छ। अब मधेसीहरूमा त त्यही भइराखेको छ। मधेसीहरू त के भने कुरो मिलेन भने फरिहाल्छ। उनीहरूको त चाहिँ त्यति दुःख छैन कि सम्म छ, लोटिन्न, मिल्न पनि गाह्रो छैन, छुटिन पनि गाह्रो छैन। अब त्यो चाहिँ त्यो तपाईहरुको राप्रपामा पनि हो। फेरि त्यो राप्रपामा पनि धेरै इतिहासले त त्यही भन्छ, पार्टी फुट्दै आएको, जम्दै आएको। यो चाहिँ गर्न सक्छ, आइतबार कुर्नु पर्दैन, फुटाउन र जुटाउन पर्दैन। हैन, गर्न सक्नेले जे पनि गर्छ भन्छन् नि, ती गर्न सक्ने थिए, फोड्न पनि सक्ने, जुट्न पनि सक्ने हो क्या राप्रपामा पहिला। अब चाहिँ के हुन्छ त्यस्तो नहोला, किनभने अहिले पनि त्यस्तै चलिरहेछ। अब राणा ग्रुप र लिङ्गदेन ग्रुपका आफ्ना छन्। होइन, त्यो एउटा नेतृत्वको प्रतिस्पर्धा, कार्यशैलीको चाहिँ नि एउटा भिन्नता, त्यो चाहिँ जुन पार्टीमा पनि। तर तपाईहरुको सैद्धान्तिक विमति पनि सुरु हुन थाल्यो क्या। जस्तै कार्यकारी, प्रत्यक्ष कार्यकारी भन्ने चाहिँ राजेन्द्र लिङ्गदेनको ग्रुप, ज्ञानबहादुर शाहीको ग्रुप प्रत्यक्ष कार्यकारी भनिरहेछ। रविन्द्र मिश्रले यसको विरोध गरे जस्तो पनि देखिरहेको छु अस्ति। हैन, प्रत्यक्ष कार्यकारीले नै तपाईहरुमा एकमत छैन भन्ने देखिन्छ। त्यो कुरा चाहिँ किनभने पार्टीले अहिलेसम्म, तपाई आफै प्रत्यक्ष कार्यकारीको पक्षमा हुनुहुन्न? म छैन। अनि किनभने त्यो पार्टीले निर्णय नगरेको कुरालाई व्यक्तिगत रूपमा उहाँहरूले भन्दै हिँड्दाखेरि त्यो राम्रो भएको छैन। मैले यसै पनि भन्छु कि त पार्टीमा निर्णय गराउन सक्नु पर्यो र भन्न पर्यो, होइन भने प्रत्यक्ष कार्यकारिणी प्रमुख यो मुलुकका लागि आवश्यक छैन। तर जेनजीको फेरि माग हो, यो जेनजीको माग हो। फेरि तपाईहरु अघि हरेक कुरामा जेनजीको माग भन्नुभएको छ, यसले चाहिँ तपाई पैताला मुनि राख्न खोजिरहेको छ भने मैले जेनजीको मागलाई चाहिँ हामीले त्यति बेला जुन बेला छलफल हुन्छ त्यो बेला चित्त बुझाउन सकिन्छ। जेनजीको माग आउँदाखेरि कुनै आएर लिङ्गदेनजीले पनि जुन बेला पार्टीमा छलफल होला त्यही बेला सेटल होला, जेनजीको पनि त्यस्तै हो। र यो एउटा कुरा के हुन्छ भने नयाँ विषय फालेर यहाँ फेरि चाहिँ पुरानै भन्दा पनि अझ खतरनाक नेतृत्व चाहिँ यहाँ उत्पादन गर्न खोजिएको छ। पुरानो यी पार्टीहरूका नेतृत्वले मात्रै सकेन, हामीले अझै चाहिँ एउटालाई सिङ्गल गराउनु पर्यो भन्ने चाहिँ योजना यो अराष्ट्रिय तत्त्वको हुन सक्छ। हाम्रो देशलाई विखण्डन गराउन, हाम्रो देशमा विदेशी हस्तक्षेप बढाउन एउटा निर्णय गरेपछि हुने तरिका चाहिँ नि अपनाएको हुन सक्छ र त्यो चाहिँ देशभरि छरेको हुन सक्छ। जुन कुरा सुन्दाखेरि अत्यन्त राम्रो, प्रत्यक्ष कार्यकारिणी प्रमुख भनेपछि प्रत्यक्ष कार्यकारिणी प्रमुख एउटालाई अधिकार दिएर गर्नलाई राजाले देशै बनाएको राजालाई त चाहिँ अलिकति अधिकार बढी दिन भन्दा नमान्ने जनताले एउटा चाहिँ कहाँकालाई चाहिँ अहिले ल्याएर अधिकार दिन मान्ला। तर हेर्नु, अधिकार दियो भने त्यसले चाहिँ राम्रो गर्ला। देशैलाई महामान्ने र राष्ट्रवादी शक्तिको रूपमा रहेको राज संस्थालाई अधिकार दिँदा त यसलाई बढी अधिकार भयो, अलिकति कम गरौँ भन्ने हामी नेपाली अझै एउटालाई चाहिँ बाहिरबाट खोजेर ल्याएर चाहिँ 5 वर्षलाई दिने भनेपछि एउटा त्यो चाहिँ त कहिले हुन्थ्यो भने हामी जहिले सम्पन्न हुन्छौँ, हामीले अरूसँग हात थाप्नु पर्दैन केही कुराको, हामीले कसैसँग माग्नु पर्दैन, हामी त्यो नेपाललाई यही रोजगार पुग्छ, कहीँ जानु पर्दैन, हाम्रा मालहरू बाहिर बिक्न थाल्छन्। त्यति बेला अव्यवस्थित भयो भने व्यवस्थित गर्नका लागि एउटालाई अधिकार दिएर हुन सक्छ। अमेरिका जस्तो मुलुक त एउटा सर्वोच्च चाहिँ राष्ट्रपति बनाउँदाखेरि आज फेल भइरहेछ। हजुरहरूलाई थाहा होला, आज त्यो चाहिँ नि शक्ति सम्पन्न छैन। जति जे भने पनि त्यही पुरानै हुङ्कारले चाहिँ एउटा मान्छेहरू अलिकति अमेरिका भनेको हो, अमेरिका खोक्रो भइसक्यो। अमेरिकालाई सबै मुलुकले हेर्न थालिसके भनेपछि भारत जस्तो हिजोको चाहिँ अब त्यो गल्लीमा बसेका जनताले त अमेरिका के हो र भन्न थाले। चाइनिजले चाहिँ त्यत्रो प्रतिस्पर्धा गर्यो, अब उछिन्न थाल्यो। रुसले चाहिँ त्यत्रो युरोपमा आक्रमण गरेको छ, अमेरिका लडेको लडाइँ छ, उसले गर्दै गर्ने छैन।
त्यो युक्रेन खाइदिन्छु मैले भनेको छ। अमेरिकनहरू चाहिँ आत्तिएर आधा खाने भए खा, अरू नखा भने थालेको छ अहिले। भनेपछि त्यस्तै त्यो किन भएको हो भने कलेक्टिभ लिडरसिप त्यहाँ नभएर जो आयो उसैले तर संसदबाट निर्वाचित भएर आएको प्रधानमन्त्री अथवा राष्ट्रपति जनताप्रति उत्तरदायी भएन, किनबेच गर्ने भए, संसदमा फोहोरी खेल खेल्ने भए, प्रभावित पार्ने भए। प्रत्यक्ष जनताले अब जस्तै झापाबाट चुनाव जितेर आएको ओली देशभरिको प्रधानमन्त्री हुनुपर्ने भयो, डडेलधुराबाट चुनाव जितेर आएको शेरबहादुर देउवा देशभरिको प्रधानमन्त्री हुनुपर्ने भयो, गोर्खाबाट चुनाव जितेर आएको प्रचण्डलाई देशभरिले प्रधानमन्त्री मान्नु पर्यो। तर देशैभरिबाट मेरो उम्मेदवार मेरो प्रधानमन्त्री भनेर चाहिँ निर्वाचित गरेर पठाएर अपनत्व लिने खालको राष्ट्र प्रमुख अथवा सरकार प्रमुख चाहियो भन्न थाले क्या। त्यो त स्वाभाविक जस्तो लाग्दैन यहाँलाई? त्यो कस्तो हुन्छ भने राम्री श्रीमती बिहा गरेर ल्याएपछि त्यो श्रीमती जोगाउनु जति दुःख हुन्छ नि वैश्यको बेलामा, प्रत्यक्ष निर्वाचित त्यस्तै। त्यसलाई जोगाउन हामीलाई यति हम्मे पर्छ, यति दुःख त्यस्तै बनाउन न त। उले एक्लै केही गर्न नसक्ने। अब चाहिँ कुरो के हुन्छ भने हामीले डडेलधुराबाट आएको प्रधानमन्त्री, झापाबाट आएको प्रधानमन्त्री हैन, गोर्खाबाट आएको गोर्खा के गरे सप्तरीबाट आएको प्रधानमन्त्री सबै देशको के गरे क्षेत्रका देशैभरिकाले चुनेर प्रतिनिधिले चुनेर चाहिँ बनाउँदा त यो हाल भयो। अझ एउटैले चाहिँ नि त्यो अधिकार लिएर सबैले दिएपछि त त्यो चाहिँ अहिले केपी ओलीलाई फाल्न कति दुःख भयो। जेनजीले यत्रो चाहिँ उ गर्नु पर्यो र फाल्ने अधिकार जनतामा के गति सांसदहरूमा थियो। प्रचण्डलाई फाल्नलाई सांसदहरूमा अधिकार थियो, केपी ओलीलाई फाल्नलाई सांसदहरूमा अधिकार थियो भने त अझ चाहिँ नि यिनीहरूले कन्ट्रोल गर्दा गर्दै त यहाँसम्म मुलुकलाई पुर्याए। एउटा मात्रै चाहिँ नि सर्वे सर्वा बनाएर हाम्रो मुलुकको चाहिँ नि उन्नति गर्न सक्ला त्यसले? एउटा मेकानिजम बनाऊँ न त। एउटा मेकानिजम जनताले यदि यस्तो गरेको अवस्थामा फिर्ता बोलाउन सक्ने अथवा मन्त्रीमण्डल पनि त हुन्छ त्यहाँ, उले एक्लै केही गर्न नसक्ने, निर्वाचित भएर आओस् प्रत्यक्ष तर काम गर्दा कलेक्टिभली गरोस् भन्ने एउटा मेकानिजम त बनाउन सक्छ। अहिले त्यस्तै त छ नि, त्यो तर प्रत्यक्ष आउन्न नि त। कलेक्टिभली छ नि, काम गर्ने एउटा कलेक्टिभली गर्ने भन्ने एउटा राखौँ न। प्रधानमन्त्रीलाई काम गर्ने हो, यो चाहिँ टुल्स राखौँ क्या। यो मेकानिजम काम गर्नलाई अहिलेको प्रधानमन्त्रीलाई कसले छेकेको छ? सबै कानुनले प्रधानमन्त्री सर्वेसर्वा छ। तर सर्वेसर्वा हुँदा हुँदै पनि यो चाल गराए। यी प्रधानमन्त्रीहरूले गराएको हो नि। प्रधानमन्त्रीमाथि कोही नहुँदाखेरि हो नि यो भएको त। भनेपछि प्रत्यक्ष कार्यकारी हाम्रो देशलाई हितकर छ। प्रत्यक्ष कार्यकारीले यो मुलुक चल्दैन। ल ठिक छ। अब सुशीला कार्की प्रधानमन्त्री हुनुभयो, आन्दोलनमा दमन गर्नेहरूलाई कारबाही गर्नका लागि अथवा भ्रष्टाचार गर्नेहरूलाई कारबाही गर्नका लागि उहाँले एउटा गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ समिति पनि बनाउनु भयो। केपी ओलीले त यसलाई प्रधानमन्त्री नै असंवैधानिक छन्, उनले बनाएको समिति त्यसै असंवैधानिक छ, म जाँदैन भनिराखेका छन्। आज त नेपाली सेनाले पनि आफू पनि नजाने र कुनै कुराहरू पनि दिएर सहयोग नगर्ने भनेर भनिसक्यो। भने सेनाले बनाएको सरकार भनिराखेका थिए सुशीला कार्कीलाई। सेनाले के सङ्केत गरे हो? त्यो ओलीले जाँदैन भनिरहेछन्, जिम्मा पनि लिँदैन भनिरहेछन् है, माफी पनि माग्दैन, जिम्मा पनि लिँदैन। रमेश लेखकले काङ्ग्रेसको केन्द्रीय समिति बैठकमै त्यही भनेका छन्। त्यति बेलाका प्रहरी प्रमुखले ओलीको आदेश पनि होइन, रमेश लेखकको आदेश पनि होइन, प्रहरीले स्वतःस्फूर्त गरे हो। प्रहरीले यति गर्न पाउन्न भने प्रहरी भन्ने संस्थै विघटन गरिदिउँ भनेर चन्द्रकुबेर खापुङले भनिरहेछन्। अब सेनाले पनि सहयोग नगर्ने भनेपछि के हो? यो सरकार अब अप्ठ्यारोमा परे हो? होइन, सरकार त के अप्ठ्यारोमा पर्ने हो? यसले के दुःख गरेर आएको अप्ठ्यारो हुन्छ र यसलाई? मन्त्री भयो, एकछिन गाडी चढे, मन्त्रीको चाहिँ अब त्यो कसैले मन्त्री होइनस् त भन्न, भुपू होइनस् भन्न पाइएन, प्रधानमन्त्री भुपू होइन भन्न पनि पाइएन। शेरबहादुर पनि भुपू नै हो। अब हाम्रो सुशीलाजी पनि भुपू नै। एकछिनको गुलियोले के पाइन्छ सुशीलाले? हो उहाँ चाहिँ किनभने सेनाले मानेन भन्ने कुरा गर्नुभयो नि, सेनाले केपी ओलीले मानेन भन्ने कुरा भयो नि। कसको आडमा मानेन यिनीहरूले? संविधानको आडमा मानेन। जबसम्म सुशीलाले संविधान डिरेल गर्दिनन् तबसम्म उनको हातमा अधिकारै छैन केही पनि। के छ त? ल भन्नुहोस् त। न उनी सांसद हुन्, न उनी चाहिँ के गरे संसदले बनाएको प्रधानमन्त्री हुन्, न उनी चाहिँ कहीँबाट चुनिएर आएको हो।
भनेपछि उनलाई दिएको चाहिँ नि जनताले दिएको अधिकारको दुरुपयोग गर्दाखेरि उनको हालत यो भएको। उनले चाहिँ नि त्यो प्रधानमन्त्री भएपछि पहिलो काम चाहिँ नि संसद भङ्ग गरिन्। अनि त्यो के गरे, संसद भङ्ग गर्नुभन्दा पहिल्यै संविधान डिरेल गरेर केलाई सस्पेन्ड गरे भए संविधान त आफै के गरे, संसद त आफै त भङ्ग हुन्थ्यो नि। संविधान डिरेल गरे भए हुन्थ्यो नि, संविधानै नभए त्यो संसद रहन्थेन। र त्यो संविधान नरहेको भए केपी ओलीले म चाहिँ नि के गरे आयोगमा जान्न भन्न सक्थेनन्। त्यो संविधान नरहेको भए आर्मीले चाहिँ नि प्रधानमन्त्रीले भन्दाखेरि नमान्न सक्थेन भनेको संविधान राष्ट्रपतिले भनेर पनि मान्दैन अहिले आर्मीले। किन मान्छ भने इज्जतमै चाहिँ केटाकेटी खेलेका हुन्, यिनीहरू चाहिँ नि भोलि हामीले चाहिँ छोडिदिए केही पनि छैनन् भन्ने भएन आर्मीलाई। भनेपछि अब के हो त सङ्केत? सुशीलाले सुरक्षा परिषदको बैठक बोलाएर मेरो म्यान्डेट, मेरो अर्जुन दृष्टि भनेको निर्वाचन हो फागुन 21 को 5 चरणमा भए पनि गर्छु, सेना परिचालन भनेर भए पनि गर्छु भनेका थिइन्। अब सेना परिचालन भएर चुनाव गर्न सक्छिन् फागुन 21 मा? हुन्छ, सेनाले गर्छ। त्यसरी सुशीलाको भरमा यो सुरक्षा परिषदले त मन्त्री परिषदलाई सिफारिस गर्ने निर्णय गरिसक्यो, जहाँ सेनापति पनि छन् त्यो सुरक्षा परिषदमा। त्यो मन्त्री परिषदको निर्णय मान्न सेनालाई के गर्छ? कसले बनाएको मन्त्री परिषद हो र त्यो? सेना त भोइस भनिदिएर भएको न हो। अरू केही छ तपाईँले देख्नु भएको छ? कहीँबाट चाहिँ त्यो चुनिएर आएको अथवा चाहिँ संविधान अनुसार भएको त छैन। भनेपछि अब त हो नि के हो भने मैले त के देख्छु भने सुशीलाजीको मैले 3 महिना भनेको थिएँ, अब केही बढी होला। अघि नै तपाईँसँग कुरा गर्दा पनि पहिल्यै यो 3 महिनाको सरकार हो, त्यो पछि हुँदैन, त्यो पछि भयो भने थाहै भयो भन्नु जाने पनि हुन्छ भनेको थिएँ। यिनले चाहिँ अब सरकार छोडेर अर्को सरकार बनेर अर्को सरकारले सर्वपक्षीय सरकार बनाएर अनि यो संविधान डिरेल गरेर अनि चाहिँ अन्तरिम संविधान बनाएर अनि बल्ल सबै कुरा हुन सक्छ। यो सरकारबाट हुँदैन, यो सरकारबाट केही हुँदैन। यो सरकार किन आयो त? यो किन बन्यो त? यो के का लागि बन्यो? त्यही त भन्यो नि, यो सरकार बनेको किन थियो भने यो संविधान एज इट इज राख्नलाई र यो गणतान्त्रिक व्यवस्था एज इट इज राख्नलाई यो चाहिँ नि विदेशी शक्तिहरूको आडमा बनेको चाहिँ नि यो संविधानलाई विदेशी शक्तिहरूकै आडमा यो सुशीलाले चाहिँ नि यसलाई राखेको हो। यिनले यताउता गर्न पनि सक्दैन। यिनले चाहिँ संविधान डिरेल गर्ने बित्तिकै त्यसै पनि झ्याङ्ग्राउँछन् फेरि यिनलाई त्यो शक्तिले। भनेपछि अहिले अब यिनी निस्किने भन्ने हल्ला चल्न थाल्यो। कल्याण श्रेष्ठ प्रधानमन्त्री बन्ने दौडमा छन् भन्छन्, कोहीले बाबुराम भट्टराई प्रधानमन्त्री बन्ने दौडमा छन्, यो सरकार फालेर त्यस्तो छ भन्छन्। के सुशीलालाई फालेर बाबुराम या कल्याणलाई फेरि प्रधानमन्त्री बनाएर तपाईँले भनेको जस्तो सर्वपक्षीय बनाएर अगाडि जाने खेल हुँदै हो? त्यो नभएसम्म मुलुक कसरी चाहिँ निकास निक्लन्छ? पात्र भनेका बाबुराम र कल्याण हुन्? होइन, पात्र त मैले जान्दिनँ। यिनीहरू चाहिँ यिनको चर्चा छ नि त। चर्चा मैले पनि सुनेको हो, तर चाहिँ मैले यिनै हुन् जस्तो मलाई लाग्दैन। भनेपछि अबको खेल भनेको यो सरकार फालेर सर्वपक्षीय सरकारको तयारी हो। सर्वपक्षीय सरकार न त निकास हुँदैन, यो सरकारले निकास हुँदैन। किनभने सर्वपक्षीय सरकार बनाएर त्यो सर्वपक्षीय सरकारले अन्तरिम संविधान बनाएर त्यो अन्तरिम संविधानमा मुलुकमा कसैलाई निषेध नगरेर भनेको राष्ट्र संस्थालाई पनि त्यहाँ इन्क्लुड गरेर कसरी गर्ने त? त्यो हिन्दू राष्ट्रलाई पनि एउटा धार्मिक स्वतन्त्रता सहितको हिन्दू राष्ट्रलाई पनि इन्क्लुड गरेर अनि चाहिँ त्यसरी संविधान बनाएर अनि अन्तरिम संविधान बनाएर अनि चाहिँ नि बल्ल यहाँ चाहिँ त्यो अरू कुरा। अब यसको सङ्केत चाहिँ काङ्ग्रेसमा शङ्कर भण्डारीले केन्द्रीय समितिमा यो प्रस्ताव बकाइदा राखे। एउटा सार्वजनिक कार्यक्रममा राज संस्थाका लागि म बलिदानी दिन पनि तयार छु भनेर पनि बोले। यहाँकै जिल्लाका नेपाली काङ्ग्रेसका नेता गोपालमान श्रेष्ठ जो शेरबहादुर देउबाका कार्यवाहक पनि भइसकेका मान्छे हुन्, उनीहरूले पनि राज संस्था र 47 सालको संविधान भन्ने भनेपछि काङ्ग्रेसभित्र यसको बहस सुरु भएको हो। दुई ग्रुप मैले अघि नै भने देउबाको बोली हो कि गोपालमानको मात्रै बोली हो? यो गोपालमानलाई देउबाको सङ्केत हुन सक्छ अथवा राय के नपाए पनि मुखले नपाए पनि क्रियाकलापबाट चाहिँ उसले बुझेको भएर भनेको हुनसक्छ। र शेरबहादुर देउबा सिङ्गापुर जाँदा नै कुन शक्तिले बोलाएर गए, किन गए, त्यो कुराको अनुसन्धान पहिला गर्नु पर्यो क्या हामीले। उनी त्यसै त्यो बिरामी भएर गएको होइन। सिङ्गापुरका भन्दा हस्पिटल यहाँ कम छैनन्, त्यो रहस्यमय छ त्यो निको गराउनलाई। त्यसो भएर किन गए र चाहिँ त्यो शक्तिले के भन्यो तिनलाई त्यो अनुसार चाहिँ उनी भनेपछि अबको सर्वपक्षीय सरकार बन्नेपछि राष्ट्र संस्थालाई पनि ठाउँ दिनु पर्यो, हिन्दू राष्ट्रलाई पनि ठाउँ दिनु पर्यो
अनि बल्ल चुनावमा जानु पर्यो हैन त। जेएनजीको जनआवाज समेत जेएनजीको र अरू चाहिँ देशभरिका जनताको आवाजलाई त्यहाँ चाहिँ इन्क्लुड गर्नु पर्यो न। अब त्यसो हो भने अन्तरिम संविधान अब म अन्तिमतिर छु। त्यसो हो भने सुशीला कार्की प्रधानमन्त्री बनिन्। यिनी प्रधानमन्त्री बनेपछि यिनीमाथि धेरैले आशंका गरे सिंहदरबार जल्यो, सर्वोच्च जल्यो, अड्डा अदालत जले, धेरै जले। जसले जलायो उसैले नेतृत्व ल्यायो पनि भने। दुर्गा प्रसादले केही दिन अगाडि एउटा भिडियो अडियो सार्वजनिक गर्दै जहाँ सुशीला कार्कीको आवाज छ, ओमप्रकाश अर्यालको आवाज छ, त्यो कहाँ बसेर डिजाइन गरेको त्यो आन्दोलनको बेलाको हेलिकप्टरमाथि ढुङ्गा प्रहार गर्ने, नेता मार्ने भन्ने सम्मका सुशीला कार्की त्यो उमेरको वृद्धले रातारात त्यो कुरा भनेका कुराहरू पनि आए। दुर्गा प्रसाद पनि पक्राउ परे भने यिनीहरू हो डिजाइनर। अब त्यो मैले एकचोटि हजुरलाई भनेको थिएँ नि, यो राजनीतिक तरबार दुईतिर धार हुन्छ भनेको थिएँ नि। अब त्यो धार सुरु भयो अब सुशीलालाई भने यिनले के हुन्छ त अब यिनी चाहिँ प्रधानमन्त्री हटेपछि त्यो अर्को सरकारले छानबिन आयोग गठन गर्छ अनि यिनी पर्छिन् त्यहाँ जेल यिनी जान्छन् हैन। यिनी जाने हो जेल सम्भावना त थियो। जब काम गर्न सकिनन्, जब यिनले चाहिँ त्यो जनआवाजलाई चाहिँ अगाडि ल्याउन सकिनन्, जनआवाज अनुसार जेएनजीको माग अनुसार काम गर्न सकिनन्, त त्यसैको षड्यन्त्र यिनैको षड्यन्त्र रहेछ भन्ने कुरा त बुझ्यो। आवाज भिडियो आइसक्यो। अब त्यस्तो सरकार आउन सक्छ जसले यो चाहिँ सारा क्षति गरेको पूर्ति गर्नुपर्ने हुन्छ, त्यसको जिम्मेवारी हुन सक्छ। अनि सुशीला र ओमप्रकाशको काँधमा यो जिम्मेवारी आउन सक्छ। उनीहरूले राजनीतिमा त के हुन्छ भने पहिला चाहिँ आफूले तह लाउन सकेन भने आफूलाई तह लाउँछ क्या अर्काले, भने बुमराङ हुन्छ हैन त। हो अब त्यो दिन तारा छैन। अब चाहिँ सुशीलाले छोड्ने बित्तिकै यहाँ त चाहिँ अर्कै सुरु हुन्छ नि। अब र त्यो यो मुलुकको निकासका लागि त्यही हो कि यो दुईटा कुरा हो। मैले अस्ति नै पनि भनेको थिएँ हजुरसँग, या त यो चाहिँ नि सर्वपक्षीय सरकार बनाएर त्यसले अन्तर्गत संविधान बनाएर अनि चाहिँ नि यो संविधानलाई ठिक छ केपी ओलीले संसदले पास गरौँ भन्यो भने त्यो संसद बिउताएर पास गरेर चाहिँ त्यो पास भएपछि के गर्छ संविधान स्वतः डिरेल हुने भयो। या त त्यता जानु पर्यो, या त सेनाले, या त त्यो भएन त्यसरी आउन सकेन भने अब सेनाले मुलुकलाई यो जे भयो नि सहेर बस्न हेरेर बस्न सक्ला जस्तो मलाई लाग्दैन। किनभने उसको जिम्मेवारी पुरा उसको इतिहास पनि हो। सेनाको यो मुलुकका लागि जुन एउटा जिम्मेवारीको इतिहास छ त्यसलाई चाहिँ कन्टिन्यू जानुपर्छ। सेनाले यो संविधान डिरेल गरेर यो सबलाई सरकार हटाएर राष्ट्रपति हटाएर संविधान डिरेल गरेर सर्वपक्षीय चाहिँ नि सरकार गठनका लागि सिभिल गभर्मेन्ट बनाएर अनि त्यो गभर्मेन्टले चाहिँ नि त्यो संविधान त्यो अन्तर्गत संविधान लागू गरेर अनि चाहिँ त्यहाँ राजा पनि आएर बस्ने चाहिँ वातावरण बनाएपछि अनि बल्ल निकास निक्लिने हो। अब राजा चाहिन्छ भनेर आन्दोलन गरेका दुर्गा प्रसाई पनि आन्दोलन फिर्ता ल्याए, नेपथ्यमा छुट्टै सम्झौता गरे भन्ने कुरा छ सरकारसँग हैन। अनि तिमी पक्राउ पर्दा केपी ओलीले आफै पक्राउ गरेका दुर्गा प्रसाई दुई पटक पक्राउ गरे, अहिले पक्राउ पर्दा गोहीका आँसु झाडिरहेछन् घुराबाट। दुर्गा प्रसाईको के हो खासमा? होइन, दुर्गा प्रसाई चाहिँ त्यो सरकारसित मिलेको जस्तो मलाई लाग्छ। तर आन्दोलन फिर्ता ल्याए, सहमति गरे, आफू छुटे होइन। त्यो चाहिँ नि एउटा के मलाई के शङ्का लाग्छ भने शक्ति त धेरै थरी यहाँ खेलिराखेका छ। यहाँ शक्तिले मात्रै यहाँ चाहिँ चलखेल गरेका छैन, धेरै शक्तिहरूको चलखेल छ यहाँ। मलाई यो निर्मल निवासले पनि आन्दोलन भन्दा अब चाहिँ सहमतितिर लाग र सहमतिको बाटोले चाहिँ नि पुरा भयो भने किन आन्दोलन गर्छौ भनेको पनि हो कि त्यो पनि सोच्न पर्ने हुन्छ। अथवा दुर्गा प्रसाई जसको आडमा आन्दोलन गर्छु भनेका थिए, जसले चाहिँ उसलाई जनताले भनौँ अथवा कार्यकर्ताले भनौँ अथवा अन्य कुनै शक्तिले भनौँ ल आन्दोलन गर्ने तैँले आन्दोलन गर भनेको कुरामा त्यो शक्तिले चाहिँ पखेक छिन् भनेको हो कि। तर उनी पक्राउ पर्दा केपी ओलीले पनि गोहीको आँसु झारे, घुँडाका आँसु झारे। केपी ओली त यसो भयो नि, जता मान्छे छन् उतै आँसु झार्दैन, आँसु बगाउने न हो नेताहरूका। हजुरबाबु नातिको मिले मत त होइन? होइन, त्यस्तो छैन। त्यो मलाई लाग्दैन। किन छैन भने दुर्गा प्रसाद एउटा चाहिँ नि के भने राज संस्था र हिन्दू राष्ट्रको बाट च्युत भयो भने पछि हट्यो भने यिनी गल्लिया हिँड्न पनि सक्दैनन्। भनेपछि अब तपाईँले भनेको दुईटा बाटो बाहेक अर्को विकल्प छैन। अर्को विकल्प छैन। देश विकासका लागि त्यही हो, हाम्रो देश धान्नलाई त्यही हो। र नत्र त्यो भएन भने यो मुलुकमा विदेशी सैनिक आउने नै हो। त्यति बेला चाहिँ कसैको केही
खैरियत रहँदैन, नेपाल पनि जान्छ, देश पनि रहँदैन, हामी पनि गुलाम भएर बस्ने। हस्, यो महत्त्वपूर्ण समय र संवादका लागि यहाँलाई हार्दिक धन्यवाद। एकदम मलाई पनि टाइम दिनुभयो हजुरले चाहिँ नि, केही कुराहरू राख्ने इच्छा थियो, राख्ने टाइम दिनुभयो, हजुरलाई धन्यवाद छ। तपाईँको यो चुरो कुरो जुन संस्था छ यसलाई पनि धन्यवाद, आभार व्यक्त गर्छु। हस् हस्।